भेना त कति कामदारी हुनुहुन्छ नि, घाँस काटेकै होइन त भेना? कामदारी खान पारेर हुन्छ। त्यही त जसले म काट्छ उसले हात चाट्छ। हो, सही भन्नु। हात चाट्न पाइन्छ? पाइन्छ? म काट्ने हात चाट्छ होइन त? अर्को हात चाट्छ भन्दा पाउँछ? पाउँछ। सही भन्नुभयो। मेरो भेना त साह्रै ज्ञानी हुनुहुन्छ हो। बिस्तारै काट्नु है, काट्नु। म तपाईँ काट्नु म पो डर लाग्छ हो भेना। राम 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 राम। बिस्तारो बिस्तारो। आम्मामा रेटेछ। आम्मा हो। भेनाको यहाँ काट्नु थाल्नु भयो? एक बार यहाँ खनाउनु भएको छ। निम्तो त पुर्याउँछ कि भनेको हेरौँ। ल बिस्तारै काट्नु। आम्मा हो, भेनाजुले त आधी घाँस डोको बाहिर फाल्नु भएको छ। यसपालि दाको गोरु रहेछ काँटे, यसको काकाले जोतेको काँटे मातामा जोतेर छ। छेउकुना छैन, अलि गर्दाखेरि सबै भाँच। छेउकुना भित्तो माझामा रित्तो हो? त्यो तरिका ठिकै हो त। यसपालि दाको बर त्यस्तोले के जोत्थ्यो? त्यही त, छेउकुना भित्तो माझामा रित्तो। छेउकुना भित्तो माझामा रित्तो। यति बनाउनु भयो भेनाले मिठो घाँस काली भैँसीलाई यता काट्दै हुनुहुन्छ। बिस्तारो है भेनाजु, बिस्तारो बिस्तारो जानु ल। अब हामी जान्छौँ। ल भेना।